दायित्व सुनिश्चित गर्न नियमन प्रणाली सुदृढ पार्नेछौँ। काठमाडौँ उपत्यकामा दिगो खानेपानी सेवा सुनिश्चितताको लागि विद्यमान महसुल संरचनाको पुनरावलोकन गर्नेछौँ। काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय र खानेपानी तथा सरसफाई सेवा महसुल निर्धारण आयोगलाई गाभी एउटै संरचना बनाउनेछौँ। सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाउनेछौँ। आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्नेछौँ। यस्तो योगदानलाई अन्तर्पुस्तागत न्याय र राष्ट्रिय ऐक्यबद्धताको उदाहरणका रूपमा सम्मान गर्नेछौँ। देशैभरिका दलित बालबालिकालाई उपलब्ध गराइएको बाल पोषण भत्तालाई दोब्बर गरी मासिक 1000 रुपैयाँ बनाएको छु। उच्च गरिबी भएका र मानव विकास सूचकाङ्कमा पछाडि परेका मुख्यतः मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका 25 जिल्लाका बालबालिकाले पाउने पोषण भत्तालाई निरन्तरता दिएको छु। श्रमिक र रोजगारदाता अनिवार्य रूपमा श्रम रजिस्ट्रीमा आबद्ध हुनुपर्ने व्यवस्था गर्नेछौँ। यसबाट सुरक्षा गार्ड र घरायसी कामदारका अतिरिक्त निर्माण, कृषि, आतिथ्य, ढुवानी तथा औद्योगिक श्रमिक आपूर्ति गर्न इजाजत प्राप्त संस्थाले प्रदान गर्ने बिमा, आवास र डिजिटल गुनासो व्यवस्थापन जस्ता सेवाको मापदण्ड निर्धारण हुनेछ। श्रम क्षेत्रमा लिखित सम्झौता, न्यूनतम ज्याला, बिमा, कार्यस्थल सुरक्षा मापदण्ड तथा बैंक मार्फत पारिश्रमिक भुक्तानी अनिवार्य गर्नेछौँ। कार्यस्थल दुर्घटनामा अनिवार्य क्षतिपूर्ति र बिमा दाबी प्रणाली थप प्रभावकारी बनाउनेछौँ। पुस मसान्तभित्र श्रम न्यायाधिकरण मार्फत श्रम विवादको शीघ्र समाधान गर्ने र सम्झौता उल्लङ्घन, ज्याला ठगी तथा श्रम शोषणलाई आर्थिक अपराध सरह कानुनी दायरामा ल्याउने प्रणाली विकास हुनेछ। अनौपचारिक र असङ्गठित क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्न विशेष अभियान सञ्चालन गर्नेछौँ। पुँजी बजारलाई मर्यादित र लगानी मैत्री बनाउन नियामकको क्षमता अभिवृद्धि, प्रविधि मैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गर्नेछौँ। नेपाल स्टक एक्सचेन्जको पुनः संरचना अघि बढाई इन्ट्राडे, सर्ट सेलिङ र डेरिभेटिभ जस्ता उपकरणको चरणबद्ध सुरुवात गर्नेछौँ। शेयर कर्नरिङ, इन्साइडर ट्रेडिङ जस्ता पुँजी बजारमा हुने अवांछित गतिविधि विरुद्ध शून्य सहनशीलताको नीति लिनेछौँ। नेपालको धितोपत्र बजारमा सूचीकृत कम्पनीलाई तोकिएको प्रक्रिया पूरा गरी विदेशी धितोपत्र बजारमा सूचीकृत हुने गरी ग्लोबल डिपोजिटरी रिसिट जारी गर्न सक्ने व्यवस्था मिलाउनेछौँ। सौम्य शक्तिको विस्तार गर्दै डायस्पोराको सिप, पुँजी र सञ्जालको सदुपयोग गर्नेछौँ। प्रवासमा रहेका नेपाली नागरिकलाई लोकतान्त्रिक प्रक्रियामा आबद्ध गराई उनीहरूको मताधिकार सुनिश्चित गर्न कानुनी, प्राविधिक तथा प्रशासनिक पूर्वाधार तयारी गर्नेछौँ। भिसा प्रणालीमा व्यापक सुधार गरी लगानी मैत्री अध्यागमन व्यवस्थापन गर्न नयाँ विधेयक संसदमा पेश गर्नेछौँ। अति कम विकसित मुलुकको राष्ट्रसङ्घीय दर्जाबाट निस्कन हाल न्यूनतम योग्यता पुगेको भए पनि अर्को 2 वर्ष घनीभूत आर्थिक, सामाजिक, राष्ट्रिय पुनर्जागरणको आडमा नेपालको स्तरोन्नति गराउने निर्णय गरेका छौँ। त्यस्तो स्तरोन्नति अप्रतिगम्य होस् भन्ने चाहेका छौँ। राजनीतिक प्रणालीमा पारदर्शिता र उत्तरदायित्वको बलियो आधार निर्माण गर्नेछौँ। स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धालाई संस्थागत गर्न राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई पछिल्लो आम निर्वाचनमा प्राप्त मतको आधारमा सरकारी अनुदान दिने बारे बृहत राजनीतिक बहस गराउनेछौँ। यसरी उपलब्ध हुन सक्ने अनुदानको लेखा परीक्षण महालेखा परीक्षकले गर्ने व्यवस्था मिलाइनेछ। प्रमाणमा आधारित नीति निर्माण, कार्यान्वयन र अनुगमनलाई प्रभावकारी बनाउनेछौँ। शैक्षिक गुणस्तर परीक्षण केन्द्र, कृषि तथ्याङ्क प्रणाली तथा नेपाल राष्ट्र बैंक अन्तर्गत रहेको उपभोक्ता मूल्य सूचकाङ्क सम्बन्धी तथ्याङ्क प्रणाली लगायतलाई राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गत एकीकृत गरिनेछ। त्यसैगरी नीति अनुसन्धान प्रतिष्ठानलाई राष्ट्रिय योजना आयोग अन्तर्गत राखी सरकारको दीर्घकालीन सोच र नीति निर्माण गर्न सक्षम निकाय बनाउनेछौँ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म क्षेत्रगत कार्यक्रम र विनियोजन प्रस्तुत गर्दछु। सडक। आगामी आर्थिक वर्ष करिब 1000 किलोमिटर सडक कालोपत्रे र 275 वटा सडक पुल निर्माण हुनेछ। 1028 किलोमिटर लामो पूर्व पश्चिम राजमार्गलाई
4 लेनमा स्तरोन्नति गर्ने कार्य 5 वर्षभित्र सम्पन्न गर्नेछौँ। यसै वर्ष कमला कञ्चनपुर र नारायणगढ बुटवल सडक खण्ड स्तरोन्नति कार्य सम्पन्न हुनेछ। आगामी वर्ष काकडभिट्टा लौकही, कमला बागमती, बुटवल गोरुसिङ्गे र धानखोला लमही खण्ड अन्तर्गत 80 किलोमिटर सडक स्तरोन्नति गर्नेछौँ। बागमती पथलया, नारायणगढ हेटौँडा र गोरुसिङ्गे चन्द्रौटा खण्डको स्तरोन्नति सुरु गर्नेछौँ। पकली कञ्चनपुर, चन्द्रौटा धानखोला र कोवलपुर गड्डा चौकी सडक खण्डको स्तरोन्नतिको अध्ययन सम्पन्न गर्नेछौँ। पूर्व पश्चिम राजमार्गको लागि रु 37 अर्ब 46 करोड विनियोजन गरेको छु। काठमाडौँ तराई मधेस द्रुत मार्गमा आगामी वर्ष 40 वटा पुल र 5.4 किलोमिटर सुरुङ निर्माण सम्पन्न गर्नेछौँ। द्रुत मार्गको लिङ्क रोड निर्माण सुरु गर्नेछौँ। यस मार्गको लागि रु 17 अर्ब 64 करोड विनियोजन गरेको छु। हुलाकी राजमार्ग आगामी 3 वर्षभित्र निर्माण सम्पन्न गर्नेछौँ। यस अन्तर्गत घना बस्ती भएको स्थानबाट राजमार्ग चौडा गर्ने कार्य सुरु गर्दै 8 वटा सडक पुल निर्माण सम्पन्न गर्नेछौँ। यस राजमार्गको लागि रु 4 अर्ब 65 करोड विनियोजन गरेको छु। कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला गमगढी सडकको स्तरोन्नतिको लागि रु 1 अर्ब बजेट व्यवस्था गरेको छु। पुष्पलाल मध्य पहाडी राजमार्गको निर्माण आगामी 3 वर्षभित्र सम्पन्न गर्नेछौँ। यस अन्तर्गत 65 किलोमिटर सडक स्तरोन्नति र 5 वटा पुल निर्माण सम्पन्न गर्न रु 2 अर्ब 16 करोड विनियोजन गरेको छु। मदन भण्डारी राजमार्ग अन्तर्गत 25 किलोमिटर सडक कालोपत्रे गर्न र पुल निर्माण गर्न रु 1 अर्ब 46 करोड विनियोजन गरेको छु। आगामी 3 वर्षभित्र मुख्य राजमार्ग तथा रणनीतिक सडकमा निर्माणाधीन पुल सम्पन्न गर्नेछौँ। राष्ट्रिय राजमार्गमा पर्ने 40 वटा ठुला पुल निर्माण तथा स्तरोन्नति सम्पन्न गर्नेछौँ। राष्ट्रिय राजमार्ग तथा रणनीतिक सडक पुल, विशेष महत्त्वका पुल र स्थानीय सडक पुलका लागि रु 9 अर्ब 87 करोड विनियोजन गरेको छु। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबु खैरेनीदेखि पोखरासम्मको 4 लेन सडक निर्माण शीघ्र सम्पन्न हुनेछ। मुगलिङ आँबु खैरेनी खण्डको निर्माण कार्य सुरु गर्नेछौँ। नागढुङ्गा मुगलिङ खण्ड अन्तर्गत 40 किलोमिटर सडक स्तरोन्नति हुनेछ। नागढुङ्गा सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याउनेछौँ। यी सडक खण्डको लागि रु 6 अर्ब 55 करोड विनियोजन गरेको छु। कर्णाली कोरिडोरको 31 किलोमिटर कालोपत्रे एवं ग्राभेल गर्नेछौँ। त्यस्तै कालीगण्डकी कोरिडोरको 21 किलोमिटर कालोपत्रे हुनेछ। कोशी कोरिडोरको उत्तरी खण्डको 15 किलोमिटर कालोपत्रे गर्नेछौँ। यी 3 वटा कोरिडोरका लागि रु 6 अर्ब 25 करोड विनियोजन गरेको छु। गल्छी स्याफ्रुबेसी रसुवागढी सडक खण्डलाई स्तरोन्नति गर्न रु 1 अर्ब 35 करोड विनियोजन गरेको छु। सिद्धार्थ राजमार्गको बुटवल पोखरा खण्ड द्रुत मार्गका रूपमा निर्माण कार्य प्रारम्भ गर्नेछौँ। आगामी आर्थिक वर्षभित्र सिद्धबाबा सुरुङ मार्ग सम्पन्न हुनेछ। महाकाली कोरिडोरको दार्चुला टिङ्कर खण्डको ट्र्याक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिएको छु। मेची अरुण तमोर भेरी सेती कोरिडोर र खुटिया दिपायल सडकको स्तरोन्नति कार्यलाई तीव्रता दिइनेछ। काठमाडौँ चक्रपथ विस्तार अन्तर्गत कलङ्की वसुन्धरा खण्ड विस्तार कार्य सुरु गर्नेछौँ। वसुन्धरा चाबैल कोटेश्वर खण्डको डिजाइन सम्पन्न गर्नेछौँ। टोखा छहरे सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्नेछौँ। कर्णालीको जनजीवनलाई सहज गर्न जाजरकोटको मुलसामदेखि जुम्लाको टोप्ला सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्नेछौँ। खुरकोट चियाबारी, थानकोट चितलाङ, मजेमटार शक्तिखोर र चिसापानी बबई सुरुङ निर्माण सम्बन्धी अध्ययन गर्नेछौँ। प्रमुख सडक चोकमा ट्राफिक सङ्केत, चोक सुधार, सडक रेखाङ्कन, क्र्यास ब्यारियर र डिभाइडर जडान तथा मर्मतलाई निरन्तरता दिई सडक सुरक्षाका लागि रु 2 अर्ब 46 करोड विनियोजन गरेको छु। बर्दिवासदेखि काठमाडौँ तराई मधेस द्रुत मार्ग प्रस्थान बिन्दुसम्मको रेल मार्ग निर्माण कार्य अगाडि बढाउनेछौँ। निर्माणाधीन बथनाहा विराटनगर तथा जनकपुर जयनगर बर्दिवास रेलमार्गको बाँकी कार्य सम्पन्न गर्न रकम विनियोजन गरेको छु। आगामी वर्षदेखि काठमाडौँ उपत्यका लगायतका प्रमुख सहरी सडकको नियमित मर्मत सम्भार गरी धुलो मुक्त एवं खाल्टाखुल्टी मुक्त बनाउनेछौँ। सडकको राष्ट्रव्यापी मर्मत सम्भार अभियानका रूपमा सञ्चालन गर्न रु 28 अर्ब 52 करोड विनियोजन गरेको छु। राजमार्गका उच्च जोखिमयुक्त स्थानमा जलवायु अनुकूलित संरचना निर्माण गर्नेछौँ। पहिरोका कारण राजमार्गमा हुने अवरोधलाई तत्काल हटाई सेवा सुचारू गर्न रु 3 अर्ब 17 करोड विनियोजन गरेको छु। महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सीसी क्यामेरा सहितको आधुनिक ब्लू बस सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउनेछौँ।
शहरी विकास मध्य पहाडी लोकमार्ग आसपासका 12 स्थानमा पहिचानयुक्त सहर निर्माण गर्न जग्गा विकास र पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिन रु 1 अर्ब 83 करोड विनियोजन गरेको छु। देशका प्रमुख सहरहरूमा एकीकृत फोहोर मैला व्यवस्थापन, ढलमुक्त नदी अभियान र नदी किनारामा हरियाली प्रवर्धनका लागि रु 4 अर्ब 19 करोड विनियोजन गरेको छु। जेनजी आन्दोलनका क्रममा क्षति भएका सरकारी भवनको प्रबलीकरण तथा पुनर्निर्माण कार्यलाई प्राथमिकता दिनेछौँ। जाजरकोट तथा रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी आवास र सरकारी भवन पुनर्निर्माण कार्य सम्पन्न गर्न आवश्यक स्रोत विनियोजन गरेको छु। हालसम्म सडक सञ्जालबाट नजोडिएका स्थानीय तहका केन्द्रलाई राष्ट्रिय राजमार्ग वा नजिकको प्रदेश राजधानीसँग सर्वयाम सञ्चालन हुने सडकमा जोड्ने गरी स्थानीय तह केन्द्र पहुँच सुधार कार्यक्रम अगाडि बढाउनेछौँ। नागरिकलाई आधारभूत यातायात सेवामा पहुँच बढाउन बढीमा 30 मिनटको पैदल यात्राको दूरी नबढ्ने गरी झोलुङ्गे पुल निर्माण गर्न रु 5 अर्ब 14 करोड बजेट विनियोजन गरेको छु। राष्ट्रिय आवास कम्पनी लिमिटेड अन्तर्गत आवासीय परियोजना सञ्चालन गर्न पहिलो चरणमा झापा जिल्लाको मेचीनगर नगरपालिकामा 100वटा भवन निर्माण गरी सर्वसाधारणलाई बिक्री वितरण गर्नेछौँ। सडक तथा सहरी पूर्वाधार विकासका लागि 286 अर्ब 48 करोड विनियोजन गरेको छु। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, खानेपानी तराई मधेसमा सुक्खा याममा हुने खानेपानीको चरम अभावलाई दिगो रूपमा समाधान गर्न समुदाय स्तरमा डिप बोरिङ सहितको खानेपानी प्रणालीको विकास गर्नेछौँ। आर्सेनिक मुक्त तराई अभियान सञ्चालन गर्नेछौँ। तराई मधेसमा अधुरा रहेका 280वटा खानेपानी आयोजना सम्पन्न गर्न रु 2 अर्ब 50 करोड विनियोजन गरेको छु। आगामी आर्थिक वर्ष याङ्री र लार्के खोलाबाट मेलम्चीमा पानी पथान्तरणका लागि अध्ययन सम्पन्न गर्नेछौँ। कीर्तिपुर, मध्यपुर थिमी, जोरपाटी, पेप्सिकोला, नागार्जुन र महालक्ष्मी लगायतका स्थानमा पाइप सञ्जाल विस्तारको कार्य थालनी गर्नेछौँ। यस आयोजनाका लागि रु 7 अर्ब 26 करोड विनियोजन गरेको छु। सहरी क्षेत्रमा बिजुली, ढल तथा खानेपानी व्यवस्थापन एकीकृत रूपमा गर्नेछौँ। दमक, धरान, इटहरी, वीरगञ्ज र हेटौँडा लगायत प्रमुख सहर खानेपानी र ढल निर्माण तथा प्रशोधन कार्यक्रम सञ्चालन गर्न रु 2 अर्ब 34 करोड विनियोजन गरेको छु। उन्नत फिल्ट्रेसन प्रविधिको प्रयोग तथा राष्ट्रव्यापी पानी परीक्षण प्रयोगशाला सञ्जाल स्थापना गरी पानीको नियमित परीक्षण र QR कोडमा आधारित अनुगमन गर्नेछौँ। काठमाडौँ उपत्यकाको सल्लाघारी, कोडकु, धोबीघाट, गोकर्ण र हनुमान घाटमा दैनिक 7 करोड 27 लाख लिटरको फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न गर्नेछौँ। यस कार्यका लागि रु 3 अर्ब 46 करोड विनियोजन गरेको छु। उपत्यका बाहिर खाँदबारी, बेलौरी, टाउन बजार, बारपाक र त्रिशुली बजारमा ढल प्रशोधन केन्द्र सञ्चालनमा ल्याउनेछौँ। खानेपानी तथा सरसफाइतर्फ रु 37 अर्ब 17 करोड विनियोजन गरेको छु। स्वच्छ ऊर्जा आगामी आर्थिक वर्ष जलविद्युत आयोजनाबाट 670 मेगावाट र सौर्य आयोजनाबाट 370 मेगावाट गरी 1040 मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध हुँदा कुल जडित क्षमता 5535 मेगावाट पुग्नेछ। 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको निर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न गर्नेछौँ। निर्माणाधीन तनहुँ जलाशययुक्त आयोजना, माथिल्लो मोदी ए, माथिल्लो मोदी, माथिल्लो त्रिशुली 3B र बुढीगङ्गा आयोजना निर्माणलाई तीव्रता दिनेछौँ। 1061 मेगावाटको माथिल्लो अरुण, 828 मेगावाटको उत्तर गङ्गा, 210 मेगावाटको चैनपुर सेती, 99 मेगावाटको तामाकोसी 5 र 77 मेगावाटको घुन्साखोला आयोजनाको वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया सुरु गर्नेछौँ। 417 मेगावाटको नलगाड, 490 मेगावाटको अरुण 4 र 281 मेगावाटको नौमुरे आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढाउनेछौँ। कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता समेतको लगानीमा 439 मेगावाटको वेतन कर्णाली जलविद्युत आयोजना निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गर्नेछौँ। 1200 मेगावाटको बुढी गण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि अधिकार सम्पन्न प्राधिकरण मोडलमा निर्माण कार्य अगाडि बढाउनेछौँ। 670 मेगावाटको दुधकोशी जलाशययुक्त आयोजनाको फाइनान्सियल क्लोजर सम्पन्न गरी ठेक्का प्रक्रिया सुरु गर्नेछौँ। 900 मेगावाटको अरुण तेस्रो, 669 मेगावाटको तल्लो अरुण लगायत लगानी बोर्ड मार्फत निर्माण कार्य अगाडि बढाइएका करिब 3000 मेगावाट क्षमताका आयोजना विकास गर्न सरकारले आवश्यक सहजीकरण गर्नेछ।
निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेसन निर्माण सम्पन्न गर्न रु 70 अर्ब विनियोजन गरेको छु। हेटौँडा ढल्केबर इनोरुवा 400 केभी प्रसारण लाइन चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न हुनेछ। 400 केभी का नयाँ खिम्ती 12 काठमाडौँ र हेटौँडा रातमाटे लप्सीबेदी न्यू दमौली न्यू बुटवल प्रसारण लाइन निर्माण कार्यलाई तीव्रता दिनेछौँ। अन्तर्देशीयतर्फ बुटवल गोरखपुर र इनरुवा पूर्णिया प्रसारण लाइन निर्माण कार्यलाई तीव्रता दिनेछौँ। ढल्केबर मुजफ्फरपुर सीतामढी, लम्की दोदोधरा बरेली, लमही लखनऊ, निजगढ मोतिहारी र चिलिमे हब केरुङ प्रसारण लाइनको अध्ययन सम्पन्न गरी निर्माण सुरु गर्नेछौँ। कर्णाली कोरिडोर राष्ट्रिय प्रसारण लाइन निर्माणलाई तीव्रता दिनेछौँ। राष्ट्रिय ग्रिड नपुगेका कर्णालीका स्थानीय तहमा विद्युतीकरणलाई तीव्रता दिनेछौँ। ग्रिन हाइड्रोजनको व्यावसायिक उत्पादनको प्रारम्भ गर्न हेटौँडामा 2.5 मेगावाट क्षमताको ग्रिन हाइड्रोजन प्लान्टलाई पाइलट परियोजनाको रूपमा कार्यान्वयन गर्नेछौँ। सुक्खायामको पिक आवरमा हुने विद्युत अभावलाई सम्बोधन गर्न काठमाडौँ उपत्यकामा 100 मेगावाटको ब्याट्री एनर्जी स्टोरेज प्रणालीको कार्यक्रम प्रारम्भ गर्नेछौँ। ग्रिन हाइड्रोजन उत्पादन कार्यलाई अगाडि बढाउन आवश्यक बजेटको व्यवस्था गरेको छु। ऊर्जा उत्पादन, प्रसारण र वितरण लाइन निर्माणका लागि रु 85 अर्ब 54 करोड विनियोजन गरेको छु। सिंचाई आगामी आर्थिक वर्ष थप 15,800 हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा पुर्याउनेछौँ। यसबाट खेतीयोग्य सिंचित जमिनको अनुपात 64% पुग्नेछ। नदी नियन्त्रणतर्फ 70 किलोमिटर तटबन्ध निर्माण र 210 हेक्टर जग्गा उकास गर्नेछौँ। बबई सिंचाई आयोजना अन्तर्गत आगामी आर्थिक वर्ष 1066 हेक्टर जमिनमा सिंचाईको सुविधा पुर्याउनेछौँ। राजापुर सिंचाई आयोजनाको पुनर्स्थापनाको कार्य अगाडि बढाइनेछ। भेरी बबई डाइभर्सन आयोजनाको हेडवर्क्स निर्माण कार्य सम्पन्न गर्नेछौँ। यी आयोजनाका लागि रु 5 अर्ब 63 करोड विनियोजन गरेको छु। सिक्टा सिंचाई आयोजना अन्तर्गत बाँके पूर्व र पश्चिमतर्फ 5000 हेक्टर जमिनमा थप सिंचाई सुविधा पुर्याउनेछौँ। यसका लागि रु 2 अर्ब 55 करोड विनियोजन गरेको छु। सुनकोशी मरिन डाइभर्जन आयोजनाको बाँध र विद्युत गृह निर्माणको लागि पुनः ठेक्का लगाई 4 वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य सुरु गर्नेछौँ। यस वर्ष यसका लागि 2 अर्ब 98 करोड विनियोजन गरेको छु। बागमती सिंचाई आयोजनाको स्तरोन्नति गरी सुनकोशी मरिन डाइभर्जन आयोजनाबाट थप हुने पानीको उपयोगबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाका 1,22,000 हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा विस्तार गर्न रु 53 करोड विनियोजन गरेको छु। महाकाली सिंचाई आयोजनाको कमान्ड क्षेत्र विस्तार गर्नेछौँ। रानी जमरा कुलरिया आयोजनाको लम्की खण्डको पूर्वाधार विकास गर्नेछौँ। बृहत दाङ उपत्यका सिंचाई आयोजना र प्रगन्ना बडकापथ सिंचाई आयोजनाबाट 2380 हेक्टर जमिनमा थप सिंचाई उपलब्ध गराउन रु 1 अर्ब 21 करोड विनियोजन गरेको छु। नौमुरे बहुउद्देश्य सिंचाई आयोजनाबाट कपिल वस्तुमा सिंचाई गर्ने गरी आवश्यक पूर्व तयारी सम्पन्न गर्नेछौँ। बाढगङ्गा सिंचाई आयोजनाको पुनर्स्थापना र मर्मत सम्भार गर्नेछौँ। नारायणी सिंचाई आयोजना पुनर्स्थापनाका लागि बजेट छुट्याएको छु। सुनसरी मोरङ, चन्द्रनहर, कमला, नारायणी गण्डक, कोशी पम्प लगायतका सिंचाई प्रणालीको मर्मत सम्भार तथा पुनर्स्थापनाका लागि रु 44 करोड विनियोजन गरेको छु। सतह सिंचाईको सेवा नपुगेका तराई मधेसका थप 3,980 हेक्टर खेतीयोग्य जमिनमा भूमिगत सिंचाई सुविधा पुर्याउन रु 1 अर्ब 83 करोड विनियोजन गरेको छु। त्यसै गरी सर्लाही र धनुषा जिल्लामा स्मार्ट प्रविधिको प्रयोग गरी भूमिगत सिंचाई सुविधा पुर्याउन आवश्यक रकम व्यवस्था गरेको छु। पहाडी तथा हिमाली क्षेत्रका कृषियोग्य टारहरूमा लिफ्ट सिंचाई प्रणाली मार्फत भरपर्दो सिंचाई सुविधा उपलब्ध गराउन रु 80 करोड विनियोजन गरेको छु। पहाडका टारहरूमा लिफ्ट सिंचाई आयोजनाबाट आगामी वर्ष 2230 हेक्टर जमिनमा थप सिंचाई सुविधा विस्तार गर्नेछौँ। महाकाली, कर्णाली, नारायणी, कोशी लगायतका ठुला तथा मझौला नदीहरूको व्यवस्थापन कार्यका लागि रकम विनियोजन गरेको छु। सूचना तथा सञ्चार दूरसञ्चार प्राधिकरण विधेयक संसदमा पेश गर्नेछौँ। नवीनतम प्रविधिको प्रयोगलाई तीव्रता दिँदै गुणस्तरीय दूरसञ्चार सेवाको पहुँच बढाउनेछौँ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय टेलिफोन सेवा र नेटवर्क विस्तार गरिनेछ। सरकारी मुद्रणका लागि स्थापित विभिन्न संरचनालाई एक आपसमा गाभी एकीकृत सुरक्षित मुद्रण संस्थाको स्थापना गर्नेछौँ। नेपालमा दर्ता भएका सामाजिक सञ्जाल मार्फत व्यावसायिक क्रियाकलाप विस्तार गर्न प्रोत्साहन गर्नेछौँ। छापा तथा विद्युतीय सञ्चार माध्यमबाट हुने लोक कल्याणकारी विज्ञापनका लागि रु 33 करोड विनियोजन गरेको छु। सूचना तथा सञ्चार क्षेत्रका लागि रु 5 अर्ब 93 करोड विनियोजन गरेको छु। सम्माननीय सभामुख महोदय,
सम्माननीय अध्यक्ष महोदय, खेलकुद खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी 3 वर्षभित्र कम्तीमा 8,000 दर्शक क्षमताका 10वटा फुटबल रङ्गशालालाई फ्लड लाइट सहितको स्तरोन्नति गर्नेछौँ। प्रमुख 8 सहरमा 5 वर्षभित्र आधुनिक क्रिकेट रङ्गशाला निर्माण गर्नेछौँ। विराटनगर, लाहान, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तीमा 2,000 क्षमताका इन्डोर मल्टिपर्पज स्टेडियम आगामी 3 वर्षभित्र निर्माण गर्नेछौँ। मूलपानी क्रिकेट रङ्गशाला तथा एकाडेमी, गिरिजा प्रसाद कोइराला क्रिकेट रङ्गशाला र कैलालीको फाप्ला क्रिकेट रङ्गशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गर्नेछौँ। खेलकुदमा विशेष रुचि र क्षमता भएका विद्यार्थीलाई विद्यालयको आधारभूत तहदेखि छनौट गरी आवासीय सुविधासहित तालिम दिने व्यवस्था मिलाउनेछौँ। अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाशपछि सम्मानजनक जीवन जिउन सक्ने गरी आजीवन निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नेछौँ। सुर्खेतमा 10औं राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मध्य प्रदेशमा प्रस्तावित 11औं राष्ट्रिय खेलकुदको लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्याएको छु। खेलकुद क्षेत्रको लागि रु 4 अर्ब 3 करोड विनियोजन गरेको छु। गुणस्तरीय शिक्षा मुलुकभरका सामुदायिक विद्यालयहरूको पूर्वाधार आवश्यकताको म्यापिङ गर्नका लागि रु 1 अर्ब विनियोजन गरेको छु। सुदूरपश्चिम प्रदेशको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा शैक्षिक सत्र 83-84 देखि MBBS लगायत चिकित्सा शिक्षाका 4वटा विधामा कार्यक्रम सञ्चालन गर्नेछौँ। विद्यालय तहदेखि उच्च शिक्षासम्मका लक्षित विद्यार्थी छात्रवृत्तिका लागि रु 8 अर्ब 60 करोड विनियोजन गरेको छु। सङ्गीत, कला तथा साहित्य सम्बन्धी अध्ययनलाई त्यसैभर प्रवर्धन गर्नेछौँ। राजगुठी लगतमा दर्ता रहेको त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा गुठी रिसर्च इन्स्टिट्युट एवं एथनो म्युजिकोलोजी सेन्टर स्थापनाका लागि रकम छुट्याएको छु। अन्तर्राष्ट्रिय स्तरका उच्च श्रेणीमा रहेका विश्वविद्यालयलाई नेपालमा क्याम्पस सञ्चालन गर्न नीतिगत व्यवस्था र प्रोत्साहन गर्नेछौँ। स्वदेशी र विदेशी प्राध्यापकहरू बीच प्राज्ञिक आदान प्रदान कार्यक्रम सुरु गर्नेछौँ। विश्वविद्यालयलाई शैक्षिक, प्रशासनिक तथा वित्तीय स्वायत्तता प्रदान गरी लागत साझेदारी मोडलमा सञ्चालन गर्न कानुनी प्रबन्ध मिलाउनेछौँ। वैदेशिक रोजगारीमा रहेका युवालाई खुला विश्वविद्यालय अन्तर्गत अध्ययनको अवसर प्रदान गर्नेछौँ। विभिन्न प्रदेशका सामुदायिक विद्यालयमा कक्षा 5 देखि कक्षा 8 सम्म अध्ययनरत विद्यार्थी तथा शिक्षक विद्यार्थी आदान प्रदान कार्यक्रम सञ्चालन गर्नेछौँ। मानव विकास सूचकाङ्कमा पछाडि परेका समुदायको आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्न आवासीय विद्यालय सञ्चालन गर्नेछौँ। यस कार्यक्रम चितवन जिल्लाको चेपाङ समुदायबाट सुरु गर्नेछौँ। शिक्षा क्षेत्रका लागि 218 अर्ब 30 करोड विनियोजन गरेको छु। स्वास्थ्य सबै नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा पहुँच तथा उपभोग सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा 101 अर्ब 95 करोड विनियोजन गरेको छु। यसमध्ये स्वास्थ्य बिमा कार्यक्रममा 15 अर्ब बजेट विनियोजन गरेको छु। विपन्न नागरिक उपचार, आमा सुरक्षा कार्यक्रम, निशुल्क औषधि लगायत स्वास्थ्य सामाजिक सुरक्षाका कार्यक्रमका लागि रु 13 अर्ब 15 करोड विनियोजन गरेको छु। रोगको बदलिँदो प्रकृति र भार एवं लागत प्रभावकारिताका आधारमा आधारभूत स्वास्थ्य सेवाको प्याकेज परिमार्जन गर्नेछौँ। निर्माण सुरु भएका 336 आधारभूत अस्पताललाई आगामी 3 वर्षमा निर्माण सम्पन्न गर्नेछौँ। मानव विकास सूचकाङ्क कम भएका हरेक प्रदेशका एक स्थानीय तहको उपयुक्त स्थानमा आधारभूत अस्पताल निर्माण गर्ने र निर्माण सुरु नभएका अस्पतालहरूको हकमा वैज्ञानिक नक्साङ्कन पश्चात मात्र निर्माण गर्नेछौँ। आधारभूत अस्पताल सञ्चालन तथा पूर्वाधार निर्माणका लागि 5 अर्ब 90 करोड विनियोजन गरेको छु।
स्वास्थ्य संस्था तथा सेवाको गुणस्तर मापन, प्रमाणीकरण र प्रत्यायनका लागि राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गर्नेछौँ। कर्णाली र सुदूरपश्चिम लगायतका दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा विस्तार तथा भिडियो कन्सल्टेसन मार्फत विशेषज्ञ स्वास्थ्य सेवा सुनिश्चित गर्नेछौँ। सङ्घीय विशिष्टीकृत अस्पतालमा जलन उपचार युनिटको स्थापना गर्नेछौँ। जलनको सघन उपचारको लागि वीर अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता विकास गर्नेछौँ। मध्य प्रदेशमा मृगौला रोग उपचार केन्द्र र ट्रमा सेन्टर निर्माण सुरु गर्नेछौँ। बालबालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निशुल्क उपचार हुने व्यवस्था मिलाएको छु। नागरिक स्तरबाट स्थापना भई अन्तर्राष्ट्रिय क्षेत्रमै ख्याति प्राप्त अनुकरणीय सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थालाई प्रोत्साहित गर्नेछौँ। यस अन्तर्गत धुलीखेल सामुदायिक अस्पताल र काठमाडौँ इन्स्टिट्युट अफ चाइल्ड हेल्थको स्तरोन्नति गर्न बजेट विनियोजन गरेको छु। तिलगङ्गा आँखा प्रतिष्ठानलाई लेन्स उत्पादनमा प्रोत्साहित गर्न कर सहुलियत प्रदान गरेको छु। हाई अल्टिट्युड सिकनेस उपचार सेवा विस्तार गर्नेछौँ। महामारी रोकथाम एवं प्रतिकार्यका लागि प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गर्नेछौँ। देशभित्र उत्पादन वा आपूर्ति हुने औषधि, रोग निदानात्मक र अन्य स्वास्थ्यजन्य खाद्यान्न सामग्रीहरूको गुणस्तर र नियमन सुनिश्चित गर्न फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन स्थापना गर्नेछौँ। सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा रियल टाइम अनुगमनका लागि एक नागरिक एक डिजिटल प्रोफाइल प्रणाली कार्यान्वयनमा ल्याउनेछौँ। सामुदायिक, सहकारी र निजी क्षेत्रको सहकार्यमा सबै स्वास्थ्य संस्थामा सुलभ फार्मेसी सञ्चालन गर्नेछौँ। राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नति गर्नेछौँ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पीईटी स्क्यान, साइक्लोट्रोन मेसिन खरिद तथा जडान गर्न पुँजीगत अनुदानका लागि रु 32 करोड विनियोजन गरेको छु। राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर र पोखरा स्थित प्राकृतिक तथा वैकल्पिक चिकित्सा सहितको आयुर्वेद अस्पताल सञ्चालनमा ल्याई आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रलाई स्वास्थ्य पर्यटनसँग जोड्नेछौँ। मध्य प्रदेश स्थित नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल र राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास कार्य अघि बढाउनेछौँ। कर्णाली प्रदेशका दुर्गम स्थानहरूमा एयर एम्बुलेन्स सेवा सुरु गर्नेछौँ। नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छु। महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदान गरिँदै आएको यातायात खर्चमा 50% वृद्धि गरेको छु। दलित समुदायको परम्परागत सिप संरक्षण, आय आर्जन, प्रविधि स्तरोन्नतिका क्रियाकलाप सहित एकीकृत रूपमा दलित केन्द्रित लगानी बढाउनेछौँ। देशैभरिका 5 वर्ष मुनिका दलित समुदायका बालबालिकाको पोषण सहायताका लागि रु 3 अर्ब विनियोजन गरेको छु। जेनजी आन्दोलनका शहीदको सम्मान गरिनुका साथै शहीद परिवारको लागि सम्मानजनक आर्थिक सहायता सुनिश्चित गरिसकिएको छ। आन्दोलनका घाइतेका लागि निशुल्क स्वास्थ्य उपचार, घाइतेको अवस्था अनुसार मासिक भत्ता र उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्नेछौँ। सरकारी कार्यालयले निर्माण गर्ने भौतिक संरचना, डिजिटल प्रविधि, वेबसाइट र सफ्टवेयरहरू सबै किसिमका अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न मिल्ने ढाँचामा विकास गर्दै लैजानेछौँ। सबै प्रदेशमा अपाङ्ग पुनर्स्थापना केन्द्र स्थापना गर्दै जानेछौँ। अटिजम भएका बालबालिकालाई लक्षित गरी पूर्वाधारयुक्त आवासीय नमुना विद्यालय सञ्चालन गर्नेछौँ। गिग वर्करलाई औपचारिक श्रम र सामाजिक सुरक्षाको दायरामा ल्याउनेछौँ। जीवन चक्रका विभिन्न चरणमा हुन सक्ने जोखिमबाट संरक्षण प्रदान गर्न सामाजिक सुरक्षातर्फ रु 120 अर्ब विनियोजन गरेको छु। लैङ्गिक हिंसा निवारण सम्बन्धी एकीकृत विधेयक तर्जुमा गर्नेछौँ।
प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा सडक बालबालिका तथा ज्येष्ठ नागरिकको पारिवारिक पुनर्मिलन तथा सामाजिक पुनर्स्थापना गर्नेछौँ। नेपाललाई सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्नेछौँ। समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि छुवाछुत तथा भेदभाव विरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्नेछौँ। बाल श्रम, लैङ्गिक हिंसा, यौन दुर्व्यवहार, छाउपडी, महिनावारी विभेद, बाल विवाह जस्ता सामाजिक विकृतिको अन्त्यका लागि तिनै तहबाट सामाजिक रूपान्तरण अभियान सञ्चालन गर्नेछौँ। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको मर्यादित जीवनयापनका लागि सामाजिक अन्तर्घुलन कार्यक्रम सञ्चालन गर्नेछौँ। महिला उद्यमशीलता विकासका लागि स्थानीय तहमा जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन गर्नेछौँ। बाल सुधार गृहको पूर्वाधार तथा व्यवस्थापनका लागि रु 31 करोड विनियोजन गरेको छु। दुर्गम क्षेत्रका ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार गर्न रकम विनियोजन गरेको छु। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकतर्फ रु 2 अर्ब 27 करोड विनियोजन गरेको छु। कृषि विकास तथा भूमि व्यवस्थापन। रासायनिक मल खरिदका लागि चालु आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी रु 32 अर्ब 46 करोड पुर्याएको छु। रासायनिक मल आपूर्ति क्यालेन्डर तयारी गरी मुख्य खाद्य बाली लगाउने समयमा सहज वितरण हुने व्यवस्था मिलाउनेछौँ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि रु 2 अर्ब 7 करोड विनियोजन गरेको छु। किसानको पहिचान कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरी परिचय पत्र वितरण सुरु गर्नेछौँ। कृषि योग्य नदी उकास लगायत उपयोगविहीन सरकारी जग्गा र बाँझो जमिनको उपयोग गर्न स्थानीय तहमा भूमि बैङ्कको स्थापना र निजी क्षेत्रलाई एग्रो पुलिङ गर्न प्रोत्साहन गर्नेछौँ। सिराहा र सप्तरीमा आँप तथा सर्लाहीमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गर्नेछौँ। कर्णालीमा स्याउ, ओखर लगायतको फलफुलको जोन सञ्चालन गर्ने र चिस्यान केन्द्र स्थापना कार्य अगाडि बढाउनेछौँ। उपयोग नभएको खेतीयोग्य व्यक्तिगत जमिनलाई व्यावसायिक कृषि कम्पनीको सेयरमा परिणत गरी कृषि तथा पशुपालन फर्म सञ्चालन गर्न प्रोत्साहित गर्नेछौँ। प्राङ्गारिक मल र हरियो मल प्रवर्धन गर्न स्थानीय तहलाई सशर्त अनुदान हस्तान्तरण गर्न रु 36 करोड विनियोजन गरेको छु। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको सहकार्यमा कम्पनी मोडलमा ग्रिन युरिया मल उद्योग सञ्चालन गर्न दिनेछौँ। निजी क्षेत्रबाट ग्रिन युरिया उत्पादन प्रवर्धन गर्न खरिद ग्यारेन्टी सम्झौता गरी सहुलियत दरमा विद्युत उपलब्ध गराउने व्यवस्था मिलाउनेछौँ। कृषि बिमाको प्रिमियममा दिइने अनुदान सहुलियतका लागि रु 2 अर्ब 19 करोड विनियोजन गरेको छु। किसानलाई वित्तीय पहुँच प्रदान गर्न र नगद प्रवाह व्यवस्थापन गर्न कृषि उपज भण्डारणको प्रमाणीकरणका आधारमा वेयरहाउस रिसिट फाइनान्सिङ गर्ने व्यवस्था मिलाउनेछौँ। पशु पन्छीमा लाग्ने रोग तथा महामारी नियन्त्रणका लागि आवश्यक पर्ने खोप निजी क्षेत्र समेतको सहभागितामा स्वदेशमै उत्पादन गर्नेछौँ। खोरेत लगायतका रोग नियन्त्रण गर्न रु 24 करोड विनियोजन गरेको छु। हुम्लाको हिल्सा स्थित सीमा नाकामा पशु क्वारेन्टिन स्थापना गर्नेछौँ। 35 वटा नगरपालिकाबाट जग्गा प्रशासन सम्बन्धी एकीकृत सेवा सुरुवात गर्नेछौँ। घर जग्गा खरिद बिक्रीलाई सहज बनाउन जग्गा धनी सङ्केत नम्बर जारी गरी घर जग्गा रोक्का फुकुवा खरिद बिक्री र राजस्व भुक्तानी अनलाइन प्रणालीबाट गर्नेछौँ। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने व्यवस्था मिलाउनेछौँ। कृषि तथा पशुपन्छी विकासका लागि रु 46 अर्ब 92 करोड विनियोजन गरेको छु। वन, वातावरण तथा जलवायु अनुकूलन। चुरे तथा तराई मधेस क्षेत्रको जलचक्रलाई दिगो बनाउन पानीका स्रोत संरक्षण तथा पोखरी निर्माण, पहिरो नियन्त्रण, तटबन्ध निर्माण लगायतका क्रियाकलाप सञ्चालन गर्न करिब रु 1 अर्ब विनियोजन गरेको छु। जडीबुटी तथा गैर काष्ठ वन पैदावारको समर्थन मूल्य निर्धारण गरी खरिद गर्ने कार्य सुरुवात गर्नेछौँ। कर्णालीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्नेछौँ। कार्बन उत्सर्जन कटौती बापत प्राप्त लाभमा स्थानीय समुदायलाई प्राथमिकता दिई उत्सर्जन न्यूनीकरणका लागि नतिजामा आधारित रेड प्लस कार्यक्रम सञ्चालन गर्नेछौँ।
अन्तर्राष्ट्रिय जलवायु कोषको सहुलियतपूर्ण पुँजीमा निजी क्षेत्रको पहुँच पुग्ने व्यवस्था गर्नेछौँ। डढेलो नियन्त्रणका लागि ड्रोन तथा स्याटेलाइटको उपयोग गरी रियल टाइम सूचना आदान प्रदान गर्नेछौँ। जोखिमयुक्त क्षेत्रमा मानव वन्यजन्तु सह अस्तित्व कार्यक्रम सञ्चालन गर्नेछौँ। प्रमुख सहरहरूमा वायु प्रदूषण मापन केन्द्र र केन्द्रीय वातावरण प्रयोगशालाको स्तरोन्नति गर्नेछौँ। वन वातावरण तथा जलवायु क्षेत्रको लागि रु 12 अर्ब 31 करोड विनियोजन गरेको छु। संस्कृति तथा पर्यटन। ऐतिहासिक स्थलहरू तिलौराकोट, देवदह, कपिलवस्तु र रामग्रामको बृहत पूर्वाधार विकास गर्नेछौँ। बृहत लुम्बिनी विकास कार्यक्रमका लागि यो वर्ष 83 करोड विनियोजन गरेको छु। जनकपुरलाई विवाह गन्तव्यको रूपमा विकास र ब्रान्डिङ गर्नेछौँ। राम जानकी पथ र राम जानकी परिक्रमा सडक स्तरोन्नतिका लागि रकम छुट्याएको छु। पर्यटकीय दृष्टिले महत्त्वपूर्ण पहाडी क्षेत्रमा हिल स्टेशनको प्रवर्धन गर्न पूर्वाधार विकासमा जोड दिनेछौँ। हिमाल आरोही तथा पदयात्रीको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था मिलाउनेछौँ। मुस्ताङ र मनाङ लगायत उच्च हिमाली जिल्लामा रहेका 200 वर्षभन्दा पुराना कम्तीमा पनि 2 दर्जन ऐतिहासिक बौद्ध गुम्बाहरूको संरक्षणका लागि विशेष परियोजना ल्याउनेछौँ। कपिलवस्तुको तिलौराकोट, धनुषाको जनकपुर धाम र काठमाडौँको गोकर्णेश्वरलाई विश्व सम्पदा सूचीमा समावेश गराउन कार्य अगाडि बढाउनेछौँ। खप्तड बडीमालिका शुक्लाफाटा, काँक्रेबिहार पञ्चकोशी रारा, ठाकुरद्वार स्वर्गद्वारी रुरु क्षेत्र, देवघाट मुक्तिनाथ तिलिचो, कालिन्चोक जुगल गोसाईकुण्ड, सखडा धनुषाधाम गढीमाई, हलेसी चतरा पाथिभरा प्रादेशिक पर्यटकीय कोरिडोरको प्रवर्धन गर्नेछौँ। ग्रेट हिमालयन ट्रेल लगायत अन्य पदमार्गलाई रणनीतिक पदमार्गका रूपमा विकास गर्नेछौँ। खप्तड, रामारोशन, बडीमालिका, बुढी नन्दा रारा, स्वर्गद्वारी, मुक्तिनाथलाई जोड्ने गरी उच्च पहाडी पर्यटन पदमार्ग डाँफे रुटको विकास गर्नेछौँ। अपी हिमाल, दोर्दी हिमाल, सिक्लेस कहुपुचे मनाङ, तिनजुरे पाथिभरा ट्रेकिङ रुट विकास गर्नेछौँ। साइकल ट्रेलका लागि उपयुक्त गण्डकी प्रदेशका मध्य पहाडमा परीक्षणका रूपमा कास्की, लिपेनी, थुम्सीकोट, भाचोक, लम्तरी, प्रिन्स चार्ल्स रुट हुँदै करापुसम्म र ब्यास, छाब्दी बाराही, बन्दीपुर, छिम्केश्वरी, लाब्दी, देवघाट रुट निर्माण गर्नेछौँ। आदिवासी जनजाति समुदायको संस्कृति संरक्षणका लागि कीर्तिपुर स्थित सङ्ग्रहालयको विस्तार गर्नेछौँ। दलित समुदायको परम्परागत मौलिक सिप, कला तथा पेसाको प्रवर्धन गर्न मधेस, कर्णाली र सुदूरपश्चिमका सघन दलित बस्तीलाई लक्षित गरी नमुना होमस्टे सञ्चालन गर्नेछौँ। 6000 मिटरभन्दा बढी उचाइ भएका र हालसम्म नामकरण नगरिएका हिमाललाई मौलिक नामकरण गरी आरोहणका लागि विशिष्ट बजारीकरण गर्नेछौँ। नागरिक उड्डयन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि रु 1 अर्ब 53 करोड विनियोजन गरेको छु। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडालिटी 6 महिनाभित्र यकिन गर्नेछौँ। गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गर्नेछौँ। भरतपुर विमानस्थललाई विस्तार गरी रात्रिकालीन उडान सञ्चालन गर्नेछौँ। प्रदेश सरकारसँगको सहकार्यमा सुर्खेत विमानस्थल विस्तार गर्नेछौँ। मुगुको ताल्चा र दाङको टरी गाउँ विमानस्थल स्तरोन्नति गर्नेछौँ। संस्कृति तथा पर्यटन क्षेत्रका लागि रु 7 अर्ब 34 करोड र नागरिक उड्डयन क्षेत्रका लागि रु 2 अर्ब 93 करोड विनियोजन गरेको छु। श्रम तथा वैदेशिक रोजगार। रिभर्स प्रवासनलाई प्रोत्साहन गर्दै विप्रेषणलाई उपभोगबाट उत्पादनशील प्रयोजनमा रूपान्तरण गर्न विप्रेषण लगानी मिलान कोष सञ्चालन गर्नेछौँ। वैदेशिक रोजगारीबाट फर्किएकाको ज्ञान, सिप र दक्षताको सदुपयोग गर्न रिटर्नी माइग्रेन्ट कार्यक्रम कार्यान्वयन गर्नेछौँ। युवाहरूलाई विभिन्न विषयगत छोटो अवधिका र कार्यस्थलमा आधारित तालिम सञ्चालन गरी सिपयुक्त बनाउनेछौँ। वैदेशिक रोजगारीलाई थप सुरक्षित एवं मर्यादित बनाउन श्रम सम्झौताको पुनरावलोकन तथा नयाँ गन्तव्य मुलुकसँग थप सम्झौता गर्नेछौँ। विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्न र मृत्यु भएका श्रमिकको शव सहज रूपमा स्वदेश ल्याउने प्रबन्ध मिलाउन आवश्यक बजेट विनियोजन गरेको छु।
सिप सिकेर मात्र वैदेशिक रोजगारीमा जाने व्यवस्था मिलाउनेछौँ। बिना धितो ऋण र किस्ताबन्दीमा रोजगारदाताबाट भुक्तानीको व्यवस्था गरी वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र स्वचालित बनाउनेछौँ। वैदेशिक रोजगारीमा जाँदा शून्य लागतलाई प्रोत्साहन गर्दै सेवा शुल्कलाई श्रमिक मैत्री बनाउनेछौँ। औपचारिक च्यानलबाट भित्रिने रेमिटेन्सलाई थप प्रोत्साहित गर्न रेमिटेन्स आप्रवाहको हरेक रिसिटमा आधारित लटरी कार्यक्रम सञ्चालन गर्नेछौँ। अनौपचारिक क्षेत्रका श्रमिकको जीवनयापन र आधारभूत स्वास्थ्यलाई सहयोग पुग्ने गरी सहुलियत दरमा पौष्टिक खाना उपलब्ध गराउने गरी आवश्यक कार्यक्रम प्रारम्भ गर्नेछौँ। श्रम तथा रोजगार क्षेत्रमा रु 3 अर्ब 63 करोड विनियोजन गरेको छु। औद्योगिक विकास, निर्यातको सम्भावना